यो चाहिँ फ्रन्ट लोड वासिङ मेसिनको ड्रम हो। यो फ्रन्ट लोड वासिङ मेसिन हामी खोलिसकेका छौँ, सिजी कम्पनीको हो यो। र यो ड्रममा यो स्प्याडल हुन्छ, स्पेन्डल भन्छ यसलाई। यो धेरै वर्ष चलायो भने, धेरै वर्ष चलेको छ भने वासिङ मेसिन, यो सरफले गर्दा यहाँनिर यसरी खिया लागेको छ। साथीहरू हेर्न सक्नुहुन्छ, यो सरफले गर्दा खिया लाएर यो खराब भइसकेछ। यो यसरी खराब भयो भने यो भाँचिन्छ र यो ड्रम चाहिँ डिसब्यालेन्स हुन्छ र यताउता ठक्किन्छ अनि जाम पनि हुन्छ, घुम्दै घुम्दैन यो भित्रको ड्रम। यदि भित्रको ड्रम घुमेन भने सम्झनु होला यो स्पेन्डल खराब भएको छ र यसलाई फेर्नुपर्छ। अब यसलाई हामीले खोलेर चेन्ज गर्नुपर्छ। यो खोल्नको लागि यस्तो स्टारवाला एलेङ्की चाहिन्छ र यहाँबाट यसरी खोल्न सकिन्छ हामीले। यो यत्तिकै खुल्दैन, एलपिजीले हिट गर्नुपर्छ र हिट गरेर बल्ल यो इजी तरिकाले खुल्छ, नभए यो खुल्दैन।